Airbnb house. Nice place. त्यो होइन यहीँ केही ढुङ्गा रहेछ बुझ्नु काटकुट गरेर अनि ट्याक्क गर्दै अब पहिला गाउँमा यस्तै गरी चराचुरुङ्गी कराएको गरेको सब सुन्न पाइन्थ्यो यार तासिन चौकमा जता तपाईँको जस्तो है त्यो क्या खतरा रहेछ अरू चाहिँ कुनै पनि त्यो उसको छैन त्यही मात्रै जस्तो क्या झन् त्यो त्यही घर हावा छ त्यो बेला नेक्स्ट टाइम चाहिँ मेक्सी हो कि त्यहाँदेखि करेक्टली हाल हेर्नु त Hi kangaroo. Hello kangaroo. Hello. के उस खड्की ग्यास लगाएर मुनतिरको चाहिँ सुक्ने हामी चाहिँ निकै माथि आइसक्यौँ कुरल बिन हो क्या होइन कुरल बी हो कि कुरल बिन हो के ठाउँमा छ यो कुरल बिल कि यो ठाउँ त हेर्नै पर्छ कुरल बिन हो क्या राम्रो रहेछ पनि तपाईँको वार्निङ यसमा त टेक्यो भने मान्छेलाई धेरै उसले टोक्यो भने तपाईँको हस्पिटल लानुपर्ने हो टक्क हावा चिसो क्या मजा आइरहेको अब एकदम ह्युमिड भइरह्यो नि हिँड्न मन लाग्यो हामीले घर बनाउँछ फ्रेमहरू ल्याएर हामी हिँड्दै जाने क्रममा त्यो घरमा कुकुर भुकिरहेछन् हिँडेर गयो त्यो ढुङ्गा चाहिँ मलाई अचम्म कस्तो तरिकाले चाहिँ डिजाइन गरिरहेको थियो सिटीको नजिकै भयो होइन अब भर्खर बोसा पाएको अनि मलाई त्यो चिसो हामी सर हिँडिरहेछौँ यस्तो भवाल इट्स रियली नाइस very quiet only birds shouting कोही बोले सुनिँदैन हेर्नु न यहाँ चाहिँ टावर चाहिँ आउँदो रहेछ आउँदैन गाडीमा चाहिँ देख्नु रहेछ Coral Bin Lookout कस्तो लागिरहेछ हिँड्दै एकदम वाउ लाएर यस्तो मजा आउँछ अब गएर हेभी ब्रेकफास्ट खाँदाखेरि क्या मजा आउँछ वाउ अनि ब्रेकफास्ट बनाएर चाहिँ कसले दिन्छ क्या भिनाजु
अनि त्यस्तो हेभी उखालेकोले राखेन नि ब्रोकाउले उसिन्नी अनि अन्डा भ्याट Oh, that's good. अनि तपाईँको चाहिँ त्यो बेकन महिनामा एकचोटि मात्रै यस्तोमा आएर बस्ने हो घाँस काटेको जस्तो यो चाहिँ हो हाम्रो ज्यामिर जस्तो रहेछ तर That's good. म्यान्डरिन Mandarin हो कि orange हो यो orange. है यो प्लान्ट यहाँ त्यहाँ भन्ने खालको नि हुन्छ नि त क्या खतरा ठाउँ रहेछ हेर्नु न त्यतिमा चाहिँ घाम लाग्दैन हामीलाई त्यो फोटोग्राफी नै गर्नलाई उ गर्दै जस्तो क्या That's a nice place. तर त्यो माथि त्यो त्यस्तो थाहा छैन मान्छे बस्ती रहेछ अँ काटेर जस्तो छ फेरि त्यो फार्म जस्तो छ सबै गाई उ भए जस्तो क्या That's good. हजुरबा वकिङमा निस्किनु भयो कति भित्र चाहिँ छ क्या अर्को घर रिटायरमेन्ट हाउस जस्तै छ यो एरिया चाहिँ मान्छेलाई Looks like nice. जहाँ बसे पनि त्यही सुविधा दिएपछि अनि मान्छे कहाँ त्यो उसमा गएर बस्छ पानीको ट्याङ्की यहाँ रहेछ पानी सप्लायर भनेपछि अब योभन्दा माथिको घर पहिला पहिला त्यो मुलाको तपाईँको कोरेसोमा टक्क बारीबाट मुला लिएर आयो घाम लाग्यो कि अग्लै भएर चाहिँ घाम लाग्यो कि अग्लैबाट हो बालेर दिए जस्तो छ हेर्नु नि ठ्याक्कै यहाँबाट ठ्याक्कै त्यसकै लागि चाहिँ फर सेल जङ्गल पनि सेलमा रहेछ तर म योपालि नेपाल गएको थियो आफूले पहिला चाहिँ हिँडेको उकालो ओह्रालो गर्दै हामी यहाँ आइसक्यौँ कुनै पनि डाँडा चाहिँ छोडाएर हिँड्छन् होइन ट्याक्क घरको साइड बाटोको साइडमा कस्तो मजाले त्यो घाँस काटेको जस्तो त्यति उ जस्तो हेर्नु त्यो जानी त्यति क्लियर गरे जस्तो क्या दामी छ कहीँ रुखपात रोपेको छ नोर्थ रोड किप आउट हाम्रै घर दामी लुक आउट द्याट्स ब्युटिफुल प्लेस त्यति एउटा कुर्सी राखेर त्यही लुक होइन हामी त यति रहेछ हामी त हिँड्दा यस्तो ठाउँमा पो आयौँ त वाट इज दिस बिहेभियर भिनाजु 2 शब्द बोलिदिनु त्यसो अब अघि भनेको खै हामीलाई च्यालेन्ज गरेको थियो तपाईँहरू सक्नुहुन्न कहाँ लुकआउट त धेरै गाह्रो हुन्छ भिनाजु यहाँ त्यहाँ भनेको थिएँ खुद्द आइपुग्यो हामी त एकैछिनमा आयौँ त भिडियो खिचिरहेको छ तर 8 मिनट पनि भएको छैन अनि के हो यस्तो कि हामी रङ वे आयौँ लुकआउट भन्दा त्यही देखाउँछ जिपिएसले अनि त युआर अराइभ भनेर जङ्गलको बिचमा ल्याएर छोडिदिइरहेको छ माथि टुप्पाबाट नि तल झारिसक्यो युआर अराइभ दिइसक्यो अनि अब हामी कहाँ जाने भनेर दोधारमा छौँ हिँड्ने होला भनेको खोइ यो त खासै त्यस्तो केही लागेन एभ्री न्यु इयरमा तिम्रो फुलचोकी चाहिँ चढेको मान्छेलाई यो फुलचोकी भन्दा पनि यो त खतरा भनेर आएको त नन खतरामा परेछ हामी चाहिँ ब्रिस्बेनबाट
2 घन्टाको ड्राइभमा यो ठाउँमा आएको थियौँ खत्रै ठाउँ होला भनेर यो ठाउँमा आएको खतरा चाहिँ खत्रै रहेछ तर जङ्गलै जङ्गल लुकआउट हेर्न आएको लुकआउट त ट्री पो रहेछ यस्तो जङ्गलको बिचमा जङ्गली ट्रीहरू यस्तो जङ्गल यसलाई के भन्ने लुकआउट भन्ने कि लुक आफ्टर भन्ने चाहिँ अलिक कन्फ्युज भइरहेछ आउट सकेर अब हिँड्यौँ हिँड्दै क्रममा चाहिँ अब यस्तो यस्तो ठाउँमा छौँ यो के रहेछ यसमा हेर्नुपर्ने भयो गोलकाँक्री जस्तै जस्तै रहेछ रहन चाहिँ अब त्यसलाई के भन्छ थाहा छैन खान मिल्ने होइन चटेलो हो त यो चटेलो हो गोलकाँक्री के भन्छ नि काँक्री जस्तै जस्तै रहेछ नेपालको तर यो डिफ्रेन्स केही होला हामी लुकआउट हेरेर लुक आफ्टर गर्दैछौँ अब आजको भिडियो यति नै हो अब गएको त के बनाउनु भनेर इन्ड गर्दैछु यसलाई